युवालाई ऊर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशील बनाउने कार्य यस संस्थाले गरेको छ, जुन हाम्रो आर्थिक समृद्धि र सामाजिक उत्थानको आधार स्तम्भ। नेपाल जलविद्युत तथा नवीकरणीय ऊर्जामा धनी राष्ट्र। यस अमूल्य सम्पदाको सदुपयोग गरेर ऊर्जा आयातमा निर्भरता घटाउनु हाम्रो पहिलो लक्ष्य हुनुपर्छ। इपान जर्नल अवार्ड र यो हरेक वर्ष अब इपान डेको दिनमा पुरस्कार हरेक वर्ष प्रदान गरिन्छ। र सीमा तामाङ मिलन विश्वकर्मा नयाँ पत्रिकामा हुनुहुन्छ र सीमा तामाङ धेरै महत्त्वपूर्ण हुनेछ। यसमा विभिन्न लेखहरू र विशेष गरेर ऊर्जा क्षेत्रको विगत नेपालको जलविद्युत क्षेत्रको विकासमा इपानले खेल्दै आएको भूमिका तथा ऊर्जा उत्पादनमा पुर्याएको योगदान अविस्मरणीय छ। सरकारले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको लगानी तथा सार्वजनिक निजी साझेदारीका सफल अभ्यासलाई अर्थतन्त्रका अन्य क्षेत्रमा सिकाइको रूपमा लिने अवसर पनि अब सृजना भएको मैले महसुस गरेँ। इपानले विभिन्न निकायबाट